हामी चाहिँ 3 जना हेटौँडादेखि चितवन सौरा घुम्नको लागि भनेर गयौँ। यो चाहिँ होटल थारू हो। त्यहाँको हामी 7 नम्बर रुममा बसेको थियौँ। यो होटल चाहिँ एकदम राम्रो रहेछ। गार्डनहरू पनि एकदम शान्त वातावरण, चराचुरुङ्गीको आवाज। हामी चाहिँ फागुनको अन्तिममा गएको हो। अहिले चाहिँ चैत भइसक्यो। अहिले त गर्मी पनि आइसक्यो। त्यो बेला हल्का चिसो नै थियो। ल झुला। होटल आइपुगेर चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ। बेबी अविरललाई चाहिँ त्यहाँ झुला रहेछ, उसलाई झुला खेल्नलाई मन लागेर झुलामा बसेर हल्लिरहेछ रमाएर। हेटौँडादेखि आउने बेलामा चाहिँ पुरै बाटो निदायो। उसले केही दुःख दिएन दिन चाहिँ। अनि यहाँ होटल आइपुगिसकेपछि चाहिँ उसलाई नयाँ ठाउँ लागेर यता कुद्ने उता कुद्ने, बुढा त्यस्तै अब चकचक एक ठाउँमा बस्न नसक्ने त्यस्तै गरे। अनि उसलाई गार्डनहरू सबै हेर्न पर्यो अरे भनेर यताउति सब हेर्दै अब खाजा खान पर्यो अरे भनेर टेबलमा गएर बस्न थालिसक्यो। बाबा चाहिँ खाजा भन्न जानुभयो। ऊ चाहिँ खाजा कतिखेर आउँछ भनेर बसिरहेको थियो। अनि त्यहाँबाट उठेर पनि फेरि हिँड्यो। ऊ घन्टी देखेर अब घन्टी बजाउने भनेर घन्टी बजाउन गयो। के छ हेर्ने, चकचक गर्ने। खानेकुरा खुवाउनलाई चाहिँ एकदम सजिलो छ उसलाई। हामीले जे खायो त्यही खान्छ। यो खाएर सौरा जानलाई रेडी भयौँ। अनि त्यहीँनिर होटेलमै बनेर टिकट काटेर अनि बोटिङको लागि र सौरा नेसनल पार्क घुम्नको लागि चाहिँ गयौँ हामी। अनि गाइड दाइ आउन एकछिन टाइम लाग्यो। अनि हामी त्यहाँ एकछिन वेट गऱ्यौँ। हामीलाई चाहिँ सफारी गर्न नि एकदम मन थियो। मन चाहिँ तर बाबु धेरै टाइमसम्म बस्दैन, अलि चकचक धेरै गर्छ। अनि त्यही भएर हामी सफारी चाहिँ गरेनौँ। बोटिङ र नेसनल पार्क घुमेर हात्तीहरू हेरेर आयौँ। यो पछाडिको चाहिँ हाम्रो गाइड दाइ हुनुहुन्छ। अनि त्यहाँ बाटोमा चाहिँ गैँडा पनि निस्केको रहेछ 2टा। अनि हामी एकछिन अटो रोकेर गैँडा हेऱ्यौँ 2टा। एउटा चाहिँ सानो बच्चा थियो अनि एउटा चाहिँ यो अलिक ठुलै थियो। कति मान्छेहरू चाहिँ हात्तीमाथि पनि चढिरहेको थिए। अनि हामीलाई चाहिँ हात्तीमाथि चाहिँ चढ्न मन लागेन। हामीले पूजा गर्छौँ हात्तीलाई, अनि हात्तीलाई नै कुल्चेर के चढ्नु जस्तो लाग्यो। अनि त्यही भएर हात्तीमाथि चाहिँ चढेनौँ हामी। अनि बोटिङको लागि लाग्यौँ। मौसम एकदम खराब भएको थियो, पानी पर्ला जस्तै भइरहेको थियो। मौसम अलिक खराब भएर एकछिन रोकिएको। बेबी अविरल चाहिँ जाउँ भनेर अघि लाएर गइसकेको थियो। बाबाले चाहिँ फेरि तानेर लिएर आउनु भएछ। मौसम त्यस्तो भएको थियो, नभन्दै पानी पनि पर्यो। हामी योभन्दा अघिल्लोचोटि म फर्स्ट इयर पढ्दाखेरि गएको बेलामा नि यस्तै गरी पानी परेको थियो। अहिलेचोटि जाँदाखेरि नि त्यस्तै पानी पर्यो। अनि 15-20 मिनटै पर्यो होला, अनि रह्यो। अनि हाम्रो गाइड दाइ अघि लागेर जानुभयो, हामी पछि लाएर गयौँ। राम्रोसँग रहिसकेको चाहिँ थिएन, पानी आइरहेको थियो अलिअलि मसिनो भए पनि एकछिनमा रह्यो रहनु चाहिँ। कहाँ जान थाले भन? बुम डर लागेको छ बेबीलाई? हेर्देऊ यता। बोटिङ गर्नेमा चाहिँ नेपाली हामी मात्र थियौँ होला। प्रायः जस्तो चाइनिज र अनि इन्डियनहरू हुनुहुन्थ्यो, पर्यटनहरू अरूहरू हुनुहुन्थ्यो। नेपाली चाहिँ हामी नै थियौँ होला सायद। अनि चाइनिज भाषामा के बोलिरहनु भएको थियो, अब हामी बुझ्दैनौँ। अर्को चरी हेर, ऊ माछा खाइरहेछ। ऊ हेर त, ऊ हेर ठुलो गई बेबी। मोबाइलमा भिडियो गरेर केही देखाएको चाहिँ छैन, बनाइ चाहिँ राख्छु। गई रहेछ ल हेर, आमै 2टा गई, मगर गई। ऊ हेर, ऊ बुझी, ऊ
बेबी गोही गोही कत्रो ठुलो गोही भन्दै भन्दै गोहीले त टोक्छ हुँदैन। त्यसलाई च्याप्पो समाउनु है राम्रोसँग। उहाँ पनि छ ऊ गोही। उहाँ पनि छ बेबी, उहाँ हेर उहाँ छ। देख्यौ बुझी गोही हो, टोक्छ है चकचक गऱ्यो भने यहाँ त। ल ल ल उड्नु त्यहाँ हेर हिँडेको गोही हिँडेको हेर कत्रो गोही कत्रो ठुलो मयूर पनि कराइरहेछ हो। यो के खोला ल्याएछ क्या हो रुख टर्ला सुरुमा ढल्किँदा चाहिँ कस्तो डर लागेको थियो, अहिले चाहिँ बानी भएर डर आमा अरे डर लाएर आमा भने च्याप्प पार्न किन हुन्छ अलिक खेलामा पानी यता बिचतिर त्यस्तो हुँदैन। उसले कति छिटो ल चलाउ बिस्तारै ल। ठ्याक्क तेरो हातमा टोक लानु फेरि बुझीले बनाइदिनु। बुझी आयो सानो बुझी नाइ नाना भिज्छ आऊ गएर बुझी गराएको छु। टोक्ला है बुझीले, मलाई थाहा छैन नि टोक्यो भने बेबी। ओ आएर चल्यो One at a time. Hey, सानो के खाएको के खाएको बेबीले? उहाँ हेर न बेबी एलिफेन्ट रहेछ ऊ आऊ हेर त ऊ पछाडि बेबी एलिफेन्ट। बेबीलाई खानाकै ध्यान छ आज। हात्ती हेर्न आएको हो बेबी। हात्ती कहाँ रहेछ हात्ती हेर त। एलिफेन्ट हात्ती भन पापा। ए पापा चाहिँ भन्ने। बाबा यता हेरिदिनु कस्तो लागिरहेछ। उसलाई चाहिँ पापाकै धुन छ ऊ।